हेलो गाइस, आज चाहिँ एउटा तपाईँहरूको लागि स्पेसल भिडियो छ जुनमा म एउटा तपाईँहरूलाई एउटा रेसिपी सिकाउन गएको छु जसको नाम चिकन किमा 12 हो। यो एकदम लो क्यालोरी पनि छ अनि हाई इन प्रोटिन छ, त्यसैले वाच टिल दि एन्ड। है, पहिला सुरु चिकन बोइल गर्नुपर्छ तपाईँहरूले होइन। त्यसरी यो मैले 250 ग्राम अनकुक चिकन बोइल गरेको हो होइन। त्यसलाई चाहिँ अब म मिक्सरमा हाल्न गइरहेको छु मजाले, एउटा एउटा दुईटा दुईटा गरेर होइन। एकदम सुक्खा हुने गरी हाल्नु पर्यो। यो हो गाइस 250 ग्राम अनकुक चिकन, एकदम सुक्खा हुने गरी। अब यसमा म हाल्न गइरहेको छु अलिकति लसुनको पेस्ट, अलिकति प्याज, अलिकति अझै प्याज, अनि त्यसपछि नुन स्वाद अनुसार। म चाहिँ धेरै खाँदिनँ त्यसैले 1 चम्चा पनि हालेको छुइनँ। अनि आउँछ यो चाहिँ खुर्सानीको धुलो, रातो खुर्सानीको धुलो। अनि त्यसपछि यो चाहिँ जिराको धुलो, यो चाहिँ अलिकति मात्रै, यति हाले। अब यसपछि चाहिँ हामी ग्राइन्ड गर्न गइरहेको छौँ। लेट्स ग्राइन्ड। चिकन भएर चाहिँ यसलाई धेरै ग्राइन्ड गर्नु पर्दैन, बफर भएको भए चाहिँ अलिक ग्राइन्ड गर्नु पर्थ्यो होला। लेट्स सी, तपाईँको चिकन अलिक यस्तो खाले हुनुपर्छ, तर यसमा प्याजहरू चाहिँ अलिकति मिक्स भएन जस्तो छ, त्यसैले फेरि एकचोटि ग्राइन्ड गरिदिउँ। ल अब हेर्नुहोस्, प्याज चिकन सबै ग्राइन्ड भइसकेको छ। तपाईँको चिकन र प्याज अलिक यस्तो टाइपको हुनुपर्छ, मजाले एकदम सुक्खा हुने गरी। पानी हाल्नुभयो भने चाहिँ बिग्रिन्छ यो। सो अब यसमा अर्को एउटा चिज पनि एड गर्नुपर्छ, त्यो चाहिँ हो अन्डा। अब 250 ग्राम चिकन हो, त्यसैले म यसमा 3टा अन्डा हाल्न गइरहेको छु। एउटा, दुईटा, यो चाहिँ लास्ट 3टा। सो अब फेरि ग्राइन्ड गर्नुतिर लागौँ। लेट्स सी हाम्रो सल्युसन, हाम्रो मिक्सचर कस्तो भएको छ। ओ यस, दिस इज द कन्सिस्टेन्सी। एकदम मजाको ब्याटर बनिसकेको छ यो। ओइ अब चिकन बोइल गरेको भाँडा साइडमा हालौँ अनि फ्राइङ प्यान ल्याउँ। अब मैले चाहिँ अलिकति तेल हाल्न गइरहेको छु, तर तपाईँहरूसँग ओइल स्प्रे छ भने त्यो हाल्नुभयो भने झन् अझै लो क्यालोरी हुन्छ। त्यसैले आफूलाई जस्तो सजिलो लाग्छ त्यस्तै गर्नु होला होइन। एकछिन प्यान फ्राई हुन दिउँ। यहाँ प्यान मजाले तात्तिसकेको छ। अलिकति तेल हालौँ अब। ओए धेरै तेल गयो, यो भनेको धेरै तेल हो, यसले गरेर क्यालोरी लो चाहिँ हुँदैन तपाईहरुको।
तर ठिकै छ फर भिडियो सेक लेट्स डु दिस होइन यो ब्याटर हाल्न गइरहेको छु म अब मजाले ओ यस मजाले फ्राई गरौँ अब हामी बोथ साइड मिडियम फ्लेममा 2 मिनेट हाल्नु एकदम मिठो वास आइरहेको छ यो तपाईको यो लेयर चाहिँ अलिकति पातलै हुनुपर्छ So let's flip it now. फ्लिप गर्न चाहिँ अलिक गाह्रो हो यसमा अन्डा पुगेन जस्तो छ तपाईको चिकन किमा बारा अति यस्तो हुनुपर्छ अब चाहिँ लो फ्लेममा एकछिन पकाउँदै गरौँ भित्रसम्म पाक्नुपर्छ त्यसैले हामी लो फ्लेममा गर्न गइरहेको छौं फ्लिप गर्छ हैन ल गरेको देख्नु फ्लिप पनि गर्नुपर्ने हुन्छ यसरी तपाईहरुलाई फ्लिप गर्ने ट्युटोरियल पनि छुट्याइदिन्छु ल गाइस अब हाम्रो चिकन किमा बारा रेडी भइसकेको छ सो अब प्लेटमा हाल्नु एकदम लो क्यालोरी चिकन किमा बारा ट्राई गर्नु होला कस्तो लाग्यो भन्नु होला अब म टेस्ट दिन लाग्छु तपाईहरुलाई
So, take a bite. एकदम मिठो 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 मिठो. सब्सक्राइब, लाइक, फलो, सेयर सबै गर्नु होला.